हेलो गाइज, गुड मर्निङ। फेरि पनि एकपल्ट तपाईँहरूलाई स्वागत छ है मेरो यो फेसबुक पेजमा। आज चाहिँ म तपाईँलाई थिङलिङ भन्ने एउटा जग्गा छ, एउटा मतलब ठाउँ छ, त्यो चाहिँ स्कुलहरू घरहरू धेरै अब रमाइलो छ यो जग्गा है। यहाँ आइपुगेको छु र यहाँको म तपाईँलाई बिहान बिहानै दृश्य देखाउनु र तपाईँहरूलाई पनि यसो यो दृश्यहरू देखेर कतै मन तपाईँको अलिकति अब यहाँ खुसी है, तपाईँहरूलाई एउटा आनन्द आउने, मलाई त्यस्तो लाग्छ। हामी अरूको पनि त्यो जुन भिडियो हेरेर हामी जति आनन्द लिन्छ नि, जस्तै अब कति फनी भिडियोजहरू हुन्छ, कतिवटा राम्रो एडभेन्चर्सहरू हुन्छ, कतिवटा अब मतलब तपाईँको आर्ट एन्ड हिस्टोरी अब क्रिएटरको भिडियोहरू हेर्दाखेरि हामीलाई एकदम कस्तो एउटा आनन्द आउँछ, खुसी लाग्छ नि हामीले देखेर। त्यो देखेर पनि अलिकति पनि हाम्रो टाइम दिमागमा मनमा अलिकति हामी मतलब स्ट्रेस फ्री भएको जस्तो फिल हुन्छ। बात त सही है। अन्त म त्यही सम्झेर चाहिँ अब मेरो एक दुईवटा भिडियो, अब पर्फेक्ट छुइनँ म, तर अब जस्ट एक दुईवटा भिडियो यसो हाल्दाखेरि कतै भए तपाईँहरूले मेरो भिडियो हेरेर पनि 2 मिनट भए पनि तपाईँले अलिकति मतलब मजा लिनुहुन्छ होला। त्यो एउटा मोमेन्टमा तपाईँको स्ट्रेसहरू भएकोहरू अलिकति दूर हुन्छ होला भन्ने एउटा सोचले सिम्पल मेरो त्यो चाहिँ थिङलिङ स्कुल है। अब स्कुल आइपुग्नु आँटेको छु म। मर्निङ वकको आजको मेरो टार्गेटै थियो थिङलिङ स्कुल र म थिङलिङ स्कुल आइसकेको छु। आजको थिङलिङ स्कुल है, आज थिङलिङ स्कुल देख्न सक्नुहुन्छ है। र गाइस लक रहेछ स्कुल है, भित्र जानु अहिले अब मतलब गेट लक रहेछ। बाहिरैबाट मैले तपाईँहरूले देखाइहालेँ है, थिङलिङ स्कुल आइपुगेको छु म। हेलो गाइस, र भने अहिले चाहिँ म रुम आइपुगेँ है मर्निङ वक गरेर। र मैले आजको मर्निङ वकको मैले अलिअलि के मेरोबाट है हुनसक्ने दृश्यहरू तपाईँहरूको लागि ल्याइरहेको छु। र आज चाहिँ ओभरै मजा आयो मर्निङ वक है, एक प्रकारको छुट्टै मजा आयो मर्निङ वक। र तपाईँले हेरेर आनन्द लिनुहुन्छ होला, खुसी लिनुहुन्छ होला, र सेयर कमेन्ट लाइक्सहरू गर्नु नबिर्सिदिनुहोस् होला। थ्याङ्क यू सो मच।